हेलो साथीहरु, सन्चै हुनुहुन्छ। आज चाहिँ मैले लौका र आलुको तरकारी पकाउन लागेको छु। त्यसको लागि कराईमा थोरै तेल हाले अनि प्याज र खुर्सानीलाई रातो रातो गराउन लाए। त्यसपछि मलाई चाहिँ मसिनो गरेर हालेको आलु मन पर्छ, किनकि लौकामा लौका एकतिर आलु एकतिर ठुल्ठुलो भएर छुट्यो भने मलाई चाहिँ मनै पर्दैन। त्यही भएर मैले चाहिँ आलुलाई नै लौकालाई जस्तै पातलरी काटे मसिनो गराएर अनि आलुलाई हाले अनि आलुलाई चलाउन लाए। मलाई चाहिँ आलु हल्का रातो रातो बनाएर भुट्न मन पर्छ, त्यही भएर मैले चाहिँ आलुलाई सानो ग्यास बनाएर भुट्न थाले। चलाउँदै भुट्दै गरे अनि हल्का आलु रातो रातो हुन लाग्यो साथीहरु। अनि मैले हल्का चलाइदिए त्यसलाई चाहिँ। अनि फेरि अलि ठुलो ग्यास बनाउन थाले अनि अलि ठुलो ग्यास बनाए अनि अझै एकछिन चलाइराखे आलुलाई। अनि त्यसपछि चाहिँ मैले त्यो लौकालाई नि हाल्दिए। लौका चाहिँ थोरै थियो, त्यही भएर थोरै देखेको छ, त्यहाँ सानो लौका थियो, त्यही भएर यति थियो, त्यही भएर त्यसलाई भुट्न लागेको। मलाई चाहिँ लौकामा झोल हालेको पानी हालेर टङ्गङ्ग बनाएको मन पर्दैन, लौकालाई चाहिँ मजाले भुटेको मन पर्छ। किनकि हाम्रो आमाले सानैदेखि यसरी नै जे तरकारी पनि यसरी नै भुटेर बनाएर खुवाएको भएर मैले नि त्यही बानी परेको छ। त्यही भएर मलाई चाहिँ लौकालाई नि भुटेर बनाउन मन लाग्छ। अनि मैले चाहिँ लौकालाई हाल्दिए। लौकालाई नि मैले मसिनरी आलु जस्तै सेपमा काटेको थिएँ। मलाई चाहिँ लौका मोटो मोटो काटेको मन पर्दैन, किनकि पाक्दा नि पाक्दैन। मलाई चाहिँ लौका आलु लतक्क भएर पाकेको मन पर्छ। लौका एकतिर आलु एकतिर छुटेर पाकेको चाहिँ मलाई मन पर्दैन। अनि त्यही भएर मैले चाहिँ लौका हालेर मजाले चलाउन थाले। त्यसपछि मैले त्यसमा थोरै बेसार हाल्दिए, किनकि तरकारी नै थोरै थियो, त्यही भएर थोरै बेसार हाल्दिए। धेरै हाल्यो भने तितो हुन्छ, त्यही भएर। अनि मेरो बानी फेरि के छ भने साथीहरु, जे हालेपछि नि चलाउने बानी छ। अनि मैले चाहिँ बेसार हालेपछि त्यसलाई मजाले चलाइदिए, किनकि त्यो चारैतर्फ मिक्स हुनुपर्छ। मिक्स गर्नलाई चलाइदिए। अनि त्यसपछि थोरै मसला हाले अनि थोरै ठिक्क स्वाद आउने गरी नुन हाले, किनकि थोरै तरकारी थियो, धेरै नुन हाले त चर्को हुन्छ। अनि त्यही भएर ठिक्क नुन हाले। अनि त्यसलाई फेरि मिक्स गर्न लागे। नुन हालेपछि मजाले चलाउन लागे, किनकि त्यो मजाले घोलियो भने अनि चारैतर्फ घोलिन्छ अनि स्वाद आउँछ। नत्र एकतिर नुनिलो एकतिर चाहिँ खल्लो हुन्छ। मजाले चलाउन थाले मैले चाहिँ। अनि त्यसपछि मैले चाहिँ अदुवा र लसुनको पेस्ट बनाएर राखेको थिएँ। थोरै तरकारी भएको हुनाले मैले चाहिँ थोरै अदुवा र लसुनको पेस्ट हालेँ। धेरै भएको भए धेरै हाल्थेँ, थोरै भएको भएर थोरै हालेँ। हजुरले धेरै छ भने धेरै हाल्न सक्नुहुन्छ। अनि मैले चाहिँ त्यसलाई चाहिँ एकछिन 10 मिनट जति मजाले सानो ग्यास ल्याएर छोपिदिएपछि मैले टमाटर हाल्नलाई छोपिदिएपछि चाहिँ पाक्यो हल्का। अनि हल्का पाकेपछि मैले टमाटर हाल्नलाई, टमाटरलाई चाहिँ मैले पिसेर राखेको थिएँ। पिसेर राखेको टमाटर मजाले घोलिन्छ, त्यही भएर। किनकि त्यो अचलको टमाटर काँचो खासै नपाक्नेवाला आउन लागेको छ, त्यही भएर मैले चाहिँ पिसेर राखेको छु। यसो टमाटरको नि पेस्ट बनाएर राखेको, त्यसलाई हालेर मजाले चलाएँ। फेरि मैले त्यसलाई चाहिँ 5 मिनट जति छोपिदिएँ टमाटर हालेपछि नि साथीहरु। अनि टमाटर हालेर छोपिदिएपछि त्यो 5 मिनट पछि खोलेर हेरेँ, पाक्यो। अनि मेरो भिडियो कस्तो लाग्यो साथीहरु कमेन्ट गर्नुहोस्। अनि हजुरहरूले नि यसरी नै पकाउनुहोस् राम्रो लागेमा।